नमस्कार, म सुयोग अधिकारीको तर्फबाट साथीहरू तपाईलाई तन्त्र ज्योतिषमा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, आजको व्यवसायमा मैले तपाईहरुको बीचमा एउटा महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्दैछु। त्यसो त आजको व्यवसायमा मैले तपाईहरुको बीचमा जेठको 18 गतेपछि गुरु ग्रहले राशि परिवर्तन गरेर मिथुन राशिबाट चाहिँ कर्कट राशिमा जाँदैछन्। त्यसो त यो समय अवधिमा लगभग 152 दिनको समय, यो समय अवधिमा चाहिँ मकर राशि तथा मकर लग्न भएका व्यक्तिहरूलाई चाहिँ कस्तो फल मिल्छ भन्ने सन्दर्भमा चाहिँ यो जानकारी प्रस्तुत गर्दैछु। यो समय अवधि तपाईका लागि यदि तपाईँ मकर राशि तथा मकर लग्नको व्यक्ति हुनुहुन्छ यदि भने तपाईका लागि यो समय अत्यन्तै महत्त्वपूर्ण र भाग्योदयकारक साबित हुनेछ। विशेष गरी यो समय अवधिमा चाहिँ तपाईको आय आम्दानीको वृद्धि हुनेछ, व्यापार व्यवसायमा उन्नति र प्रगति हुनेछ। तपाईले चाहिँ दोस्रो व्यक्ति भनौँ न, जो व्यक्तिहरुका लागि काम गर्नुहुन्छ, कोही कुनै ओहदामा रहेर, पदमा रहेर, ती व्यक्तिहरु तपाईसँग सन्तुष्ट रहनेछन्। तपाईको व्यक्तित्वमा चाहिँ एक किसिमको चाहिँ चमक, निखार आउनेछ, एक किसिमको चमक आउनेछ। अनि त्यसैगरी तपाईको हिम्मत तथा साहसको चाहिँ वृद्धि हुनेछ। तपाईलाई चाहिँ व्यापारको सिलसिलामा चाहिँ तपाईले यात्रा चाहिँ अधिक गर्नुहुनेछ, तपाईलाई यात्रा अधिक गराउनेछन् र यात्रा पनि तपाईका लागि लाभप्रद साबित हुनेछ। यो समय अवधिमा धनका कारक बृहस्पति आफ्नो उच्च राशिमा जाँदा तपाईको जीवनमा धनको आगमनलाई सहज गर्नेछन्। त्यसैगरी सन्तानको कारक गुरु पनि उच्च राशिमा चाहिँ गएको कारणले गर्दा यो समय अवधि सन्तानको सुख समेत तपाईलाई चाहिँ प्राप्ति हुनेछ, जुन तपाईका लागि अत्यन्तै श्रेष्ठ रहन्छ। यो समय अवधि यदि तपाईँ चाहिँ पढ्ने विद्यार्थी हुनुहुन्छ यदि भने तपाईले चाहिँ आफ्नो पढाइमा चाहिँ ध्यान दिनुस्। जुन तपाईको चाहिँ व्यक्तित्व विकासका लागि तपाईले अहिले गर्नुभएको मेहनत, अहिले पढ्नु भएको पढाइ अत्यन्तै महत्त्वपूर्ण साबित हुनेवाला छ। त्यसैगरी यो समय अवधिमा यदि तपाईँ मकर राशि तथा मकर लग्नको व्यक्ति हुनुहुन्छ यदि भने यो समय अवधिमा तपाईलाई तपाईको आमाले दिएको सल्लाह तपाईको व्यक्तित्व निर्माणको आधार बन्न सक्छ। यो समय तपाईले अत्यन्तै चाहिँ ध्यान दिनुपर्छ। यदि तपाईले कोही कुनै लगानी गर्न चाहनु भएको छ, कहीँ कतै लगानी गर्दै हुनुहुन्छ तर तपाईको चाहिँ नि आमाले चाहिँ तपाईले चाहिँ नि यो क्षेत्रमा मैले लगानी गर्दैछु भनेको चाहिँ नि अवस्थामा तपाईको आमाले यो क्षेत्रमा लगानी नगर बाबु भनेर भन्दै पनि यदि तपाईले त्यो क्षेत्रमा लगानी गर्नुभयो यदि भने चाहिँ त्यो समय अवधिमा गरेको लगानी तपाईको फस्ने डर बन्छ। यो समय अवधिमा तपाईलाई आफ्ना साथीभाइहरूको तर्फबाट समेत लाभको प्राप्ति हुनेछ भने साथीभाइले समेत तपाईलाई सहयोग गर्न तयार हुनेछन्। यो समय अवधिमा यदि तपाईले चाहिँ व्यापार व्यवसाय गर्नुहुन्छ यदि भने एक स्थानबाट अर्को स्थानमा समेत व्यापार वृद्धि र विस्तार गर्ने समय बन्नेछ। यदि चाहिँ तपाईँ चाहिँ जागिर तथा पेसामा आबद्ध, विशेष गरी जागिरमा आबद्ध हुनुहुन्छ यदि भने यो समय अवधि तपाईको मान सम्मानमा बढोत्तरीको चाहिँ योग बन्नेछ, जुन तपाईका लागि अत्यन्तै राम्रो रहन्छ। त्यसैगरी यो समय अवधिमा चाहिँ तपाईँ चाहिँ यदि लेखनसँग सम्बन्धित क्षेत्रमा काम गर्नुहुन्छ, यदि कोही कुनै मिडिया आदिमा काम गर्नुहुन्छ यदि भने यो समय अवधि तपाईको प्रभाव र प्रभुत्व अधिक रहनेछ। लेखन, सञ्चार तथा मिडिया क्षेत्रबाट समेत तपाईले राम्रो चाहिँ धनार्जन गर्नुहुनेछ। यो समय अवधिमा चाहिँ तपाईले गर्नुभएको कुनै पनि व्यावसायिक डिल एवं व्यावसायिक सञ्चार जुन गर्नुहुन्छ तपाईले त्यो तपाईका लागि विशेष लाभप्रद साबित हुनेछ। त्यसैगरी यो समय अवधिमा चाहिँ मकर राशि तथा मकर लग्नको व्यक्ति हुनुहुन्छ यदि तपाईँ भने यो समय अवधिमा चाहिँ तपाईको आफ्नो जीवनसाथीले दिएको सल्लाह पनि तपाईका लागि चाहिँ फलिफाप हुने हुन्छ। जीवनसाथीका तर्फबाट तपाईलाई चाहिँ भौतिक सुखको प्राप्ति हुनेछ। जीवनसाथीको तर्फबाट तपाईलाई माया प्रेम अझ बढी चाहिँ भएको तपाईले अनुभव गर्नुहुनेछ। हुनसक्छ कतिपय अवस्थामा चाहिँ फेरि यो समय अवधि जुन जब चाहिँ गुरु चाहिँ कर्कट राशिमा जान्छन् त्यस पछाडिको 152 दिनको समय अवधि जुन रहन्छ त्यो समय अवधिमा चाहिँ कतिपय अवस्थामा चाहिँ तपाईले आफ्नै जीवनसाथी जो हुन्छ त्यो जीवनसाथी पनि तपाईले हुन्छ नि एउटा गुरुले गरेको जस्तो व्यवहार गर्दै गरेको पनि तपाईले चाहिँ अनुभव गर्न सक्नुहुन्छ। किनकि त्यति बेला चाहिँ देवगुरु बृहस्पति, यदि तपाईँ चाहिँ मकर राशि तथा मकर लग्नको हुनुहुन्छ भने चाहिँ देवगुरु बृहस्पति तपाईको जीवनसाथीको घरमा गएका हुन्छन्। यस्तो अवस्थामा के हुन्छ त तपाईको जीवनसाथी नै तपाईका लागि गुरुतुल्य व्यवहार गर्ने हुनसक्छ है, तर माया प्रेमको अभाव चाहिँ हुन दिँदैनन्, जुन अत्यन्तै राम्रो मानिन्छ। दाम्पत्य जीवनमा सुमधुरताको प्राप्ति हुनेछ। आफूभन्दा साना भाइ बहिनीहरूको उन्नति र प्रगति देख्नुहुनेछ। त्यसैगरी आफूभन्दा साना भाइ बहिनीहरूबाट साथ सहयोगको प्राप्ति हुनेछ भने आफूभन्दा ठुला व्यक्तिहरूद्वारा पनि तपाईलाई चाहिँ साथ सपोर्टको चाहिँ प्राप्ति हुनेछ। सामाजिक इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ। अनि अर्को महत्त्वपूर्ण कुरा, यदि तपाईले अनलाइनमा आधारित रहेर कोही कुनै व्यापार व्यवसाय गर्नु भएको छ, अनलाइनमा जोडिएर यदि भने यो समय अवधि
तपाईँको लागि अत्यन्तै लाभप्रद रहन्छ। अनलाइनमा जोडिएर तपाईँले चाहिँ नयाँ कोही कुनै काम धन्दा सुरुवात गर्नुभएको छ यदि भने अथवा गर्नुभयो यदि भने यो समय अवधि तपाईँले अनलाइनबाट गरेको पेसा व्यवसाय तपाईँको लागि भाग्योदयको कारण बन्न सक्छ र कारक बन्न सक्छ। त्यही कारणले गर्दा यो समय अवधिमा तपाईँले यदि मकर राशि तथा मकर लग्नको व्यक्ति हुनुहुन्छ यदि भने कोही कुनै तपाईँले पेसा व्यवसाय गर्नुभएको छ, जस्तो तपाईँको आफ्नो व्यापार छ, तपाईँको चाहिँ कोही कुनै फर्महरू छ, चाहे कृषि फर्म होस्, चाहे होटल होस्, हैन, चाहे कुनै पनि चिज होस्, त्यसलाई चाहिँ तपाईँले अब अनलाइनमा पनि सुरुवात गर्ने बेला आएको छ। यदि तपाईँले यो समय अवधिमा चाहिँ अनलाइनमा पनि जोड्न सक्नुभयो यदि भने तपाईँको करियरकै महत्त्वपूर्ण टर्निङ पोइन्ट बन्नेवाला छ। यो समय अवधिमा चाहिँ तपाईँको व्यक्तित्व बहुत चम्किनेवाला छ। सावधानीपूर्वक काम गर्नुहोस्। यो समय अवधि तपाईँको लागि भाग्योदयकारक साबित हुनेछ। पक्कै पनि आदरणीय दर्शकवृन्द, आजको व्यवसायमा मैले दिएको यो जानकारी तपाईँको लागि विशेष लाभप्रद साबित हुनेछ भन्ने कुराको आशा लिँदै आजको व्यवसायबाट बिदा हुन चाहन्छु। बिदा दिनुहोस्। हस्त नमस्कार।